हेलो गाइज, नमस्ते। आज म तपाईको लागि एउटा स्पेशल भिडियो लिएर आएको छु जुन यस प्रकार रहेछ। यदि बिहान तपाई उठेर बिहान मेडिटेसन गर्नुहुन्छ भने त्यो मेडिटेसनले तपाईको माइन्डलाई यस्तो हेल्दी बनाउँछ कि यो मेडिटेसन कसरी गर्छ, मेडिटेसन कति टाइमसम्म गर्दा हुन्छ, म आज यो भिडियोमा सबै कुरा भन्ने छु। यहाँ देख्न सक्नुहुन्छ आज म तपाईहरुले मेडिटेसन कसरी गर्छ त्यो हेराउनलाई यहाँ म समुद्र किनारा चाहिँ आएको छु। आत्मालाई पावरफुल बनाउने र मनको शक्ति बढाउने एकमात्र चाहिँ उपाय हो मेडिटेसन, जसले दिमागलाई हेल्दी बनाउँछ, मनलाई शान्त राख्छ र दिनभरि फ्रेस फिल बनाउँछ र याद गर्ने क्षमता बढ्छ। मेडिटेसन कसरी गरिन्छ म यो भिडियोमा तपाईहरुलाई देखाउन गइरहेछु। मेडिटेसन गर्नलाई सबभन्दा पहिला तपाई एक ठाउँमा बस्नुस्, सिधा भएर खुट्टा चिक्क मिलाएर यो पोजिसनमा बस्नुस् अनि पछाडिको ढाड चाहिँ एकदमै सिधा हुनुपर्छ अनि खुट्टा मिलाएर हात स्ट्रेट गरेर राम्ररी बस्नुस् अनि बिस्तारै सास चाहिँ भित्र लिनुस् अनि बिस्तारै बाहिर छोड्नुस्। त्यसो गर्दा चाहिँ पुरै ध्यान लाएर आफूले सास छोडेको र तानेकोमा चाहिँ जब सास तान्नुहुन्छ तब ध्यान पुरै सास तान्नमा लाउनुस्। जब सास छोड्नुहुन्छ तब त्यो पुरै ध्यान चाहिँ सास छोड्नमा लाउनुहोस्। यसो गर्दा तपाईको दिमागमा नेगेटिभ कुराहरू आउँदैन। त्यो बेला मेडिटेसन गर्ने बेला अरु बाहिरको विचारहरू केही नल्याउन दिनुस् दिमागमा। त्यसो गर्दा माइन्ड पुरै शान्त हुन्छ र माइन्ड पनि हेल्दी हुन्छ। तपाईको फोकस पावर चाहिँ बढ्छ र मनमा शान्ति हुन्छ, चिडचिडापन लाग्दैन। निद्राको समस्या हुँदा निद्रा पनि प्रशस्त पुग्छ र मनमा शान्तिको अनुभव हुन्छ। हस् त, आजको ब्लग चाहिँ यति नै गरौँ, फेरि भोलि भेटौँला।